अर्ग्यानिक साग सुँगुरको मासुसँग बजार आइपुग्यौँ। अनि बजारबाट चाहिँ अनि हाम्रो आमा आउनुहुन्छ, अनि हाम्रो आन्टी हुनुहुन्छ। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते सबैजनालाई। स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा, नयाँ दिन अनि नयाँ भिडियोको साथमा म फेरि पनि हजुरहरूको अगाडि उपस्थित भइसकेको छु। त्यही फेरि पनि हामी चाहिँ संसारमै छौँ, संसारको डे 3। अनि आज चाहिँ मेरो नानी र बोजू चाहिँ यहाँ तल आउँदैछ। अनि हाम्रो घर चाहिँ तल हो। अनि अहिले चाहिँ हामी चाहिँ बजार जाँदै गरेको। आमाको चाहिँ फोनको उयो बिग्रेको थियो नि त, चार्जरको घाट बिग्रेको थियो। अनि त्यो चाहिँ हामीले रिपेयर गर्नको लागि दिएको थियौँ। अनि हामी चाहिँ अहिले बजार आइपुग्यौँ। अनि बजारबाट चाहिँ आमाको फोन बनाउनु दिएको थियौँ। अहिले चाहिँ हामी हाम्रो आन्टीको चाहिँ सप छ नि त, लुगा दोकान, अनि त्यसमा चाहिँ जाँदैछौँ। त्यहाँनिर चाहिँ नानी रुँदैछ, म त मेरो नानी रोयो भनेर यहाँनिर दबाई दोकान रहेछ। ठिकै छ, अपोजिट चाहिँ यहाँ रहेछ। आयौँ है। म त गएको थिइनँ कि। खोइ आन्टी आउनु भएन? आन्टी आउनु भएन? र हामी चाहिँ यो दोकानमा पुग्यौँ। अन्त आन्टीको सपमा गएर चाहिँ म चाहिँ लुगाहरू हेर्दै थिएँ है। अनि विन्टर समर सबैको लुगाहरू रहेछ। ट्र्याक प्यान्टहरू बोइजको रहेछ, त्यहाँदेखि गर्ल्स लेडिजहरूको पनि रहेछ। अनि हुडिजहरू, जम्परहरू सबै डिफ्रेन्ट प्राइस हाई लो सबै रेन्जमा रहेछ। अनि टी सर्टहरू पनि थुप्रो रहेछ है। अनि कुर्ता सुटहरू रहेछ। अनि सानो 12 वर्षको लुगाहरू, 12 वर्षदेखि उकालोको कुर्ताहरू पनि रहेछ। अनि थुप्रो नानीको सानो सानो नानीहरूको लुगा पनि रहेछ। अनि मलाई पनि नानीको लुगाहरू किन्नु थियो नि त, नानीको लुगा मेरो लागि। अनि त्यही हेर्नुको लागि गएको थिएँ। अनि यहाँ आन्टीले चाहिँ यो रिसेन्टली खोलेको समथारमा चाहिँ लुगा दोकान चाहिँ त्यस्तो उयो थिएन नि त। अन्त त्यही भएर आन्टीले चाहिँ निकालेको। अन्त पुरा भिड हुँदो रहेछ है। अन्त म त एकछिन चान्स पाएर चाहिँ हतार लुगाहरू चेक गर्दै थिएँ। एकछिन मलाई त कस्टमर आएर भिड भयो है आन्टीको दोकान। अनि हिजो भर्खरै आन्टीले नयाँ स्टकहरू ल्याउनु भएको रहेछ। अन्त त्योहरू पनि चेक गर्दै थियौँ। अन्त नानीहरूको चाहिँ अब विन्टरमा लाउने तातो जामाहरू नयाँ आएको रहेछ। अन्त बोइजको टी सर्टहरू अनि सुजहरू दामी रहेछ है। अनि प्राइस पनि राम्रो, क्वालिटी पनि राम्रोमा रहेछ। अनि केटीहरूको लागि पनि जुत्ताहरू रहेछ, केटाको लागि पनि रहेछ है। अनि एडिडासहरू रहेछ। अनि त्यसको दामहरू चाहिँ कति हो भन्दै मैले सोध्दै थिएँ आन्टीलाई है। अनि योहरू राम्रो सुजहरू रहेछ, क्वालिटीको हिसाबमा राम्रो रहेछ। 2000देखि स्टार्टिङ रहेछ है सुजहरू चाहिँ, 2000देखि स्टार्टिङ रहेछ। र मैले त्यो जुत्ताहरू सबै चेक गरिसकेर चाहिँ मैले चाहिँ आधा अघि सामानहरू किनिसकेको थिएँ है। अनि त्यो चाहिँ मैले देखाउनु पाइनँ। अन्त दोकानबाट पनि सपिङ गरेर निस्केको जाँदैछौँ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो आमा। टिभी अगाडि आऊ न, मोडर्न भइरहेको छ। आमाको चाहिँ माइली बहिनी हुनुहुन्छ, नानाको छैन हो, माइली आन्टीको चाहिँ छोरा। अनि हाम्रो आमा हुनुहुन्छ, आन्टी हुनुहुन्छ। अनि यहाँनिर चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ हामी काइली आन्टीकोमा गएको है आन्टी? हामीले काइली आन्टीकोमा जाँदै गरेको। हामी जाँदा त्यहाँनिर चाहिँ हाम्रो हस्पिटल एरिया सेन्टरको फुटबल म्याच हुँदैछ। अनि आफै आन्टीले नेपाल थियो, राम्रो म्याच हुँदो रहेछ है।
अहिले चाहिँ हामी एक ब्याग कोसेली पुगेर चाहिँ जाँदैछौँ आमाको अहिले बहिनीकोमा जाँदैछौँ र यहाँनिर चाहिँ जम्मा हामीले यहाँबाट निस्क्यौँ अहिले चाहिँ हामी जाँदै गरेको घर अब चाहिँ हामी निस्केको यहाँबाट है मेरो स्यानीलाई टाटा टोड्याम्मै साग फलेको रहेछ हौ अर्ग्यानिक साग सुँगुरको मासुसँग र हामी चाहिँ आन्टीकोबाट पनि निस्केको है अनि हामी निस्केर चाहिँ माथि आएको रहेछ रोडमाथि आएको थियो अनि यहाँ चाहिँ यस्तो मजाले फुल फुलिरहेको रहेछ यो फुललाई चाहिँ के भन्छ यो चाहिँ संसारमा पुरा हुन्छ है हाम्रो यतातिर चाहिँ हुँदैन अनि यो फुल चाहिँ एकदमै मन पऱ्यो नानी बेसी धोएर झगडा गरेर चाहिँ हामी चाहिँ छिटो छिटो घर आयौँ अनि उसलाई चाहिँ पुरा निन्द्रा लागेको रहेछ अनि अहिले चाहिँ हामी कान्छी आन्टीकोमा पनि आइसकेको थियौँ कान्छी छेमाको घरमा हामीलाई डिनरको लागि बोलाएको थियो अनि त्यहाँ पनि बेबी चाहिँ झोली नै राखेको थियो उसलाई निनी राम्रोसँगले पुगेन रहेछ अन्त पुरा निन्द्रा पुगेन भने झगडा गर्न थाल्छ अनि चाहिँ अहिले पनि आँखा मारेर उसलाई पुरा निन्द्रा लागिरहेको थियो र पनि अब साथीभाइहरू खेल्ने दादा दिदीहरू भेटेर चाहिँ ऊ चाहिँ अलिक फ्रेस भइरहेको थियो है अन्त निन्द्रा चाहिँ लागि नै राखेको थियो सो अहिले चाहिँ बसेर बहिनी चाहिँ यहाँ अनि म चाहिँ चिया खाँदैछु र अब हाम्रो चाहिँ डिनरको टाइम पनि भयो है अन्त हाम्रो बेबी चाहिँ त्यहाँ चेयरमा बसेर मजाले खेलिरहेको थियो नि त अनि हाम्रो खानाको टाइम पनि भयो अन्त आफू खानुभन्दा अगाडि म बेबीलाई पहिला फिड गराइहाल्छु अनि नानीलाई खुवाइसकेर मात्रै आफू खान्छु है अनि पहिला नानीलाई खुवाउनुको लागि चाहिँ म पर्खिरहेको थिएँ आन्टीले चाहिँ खाना रेडी गरिदिँदै हुनुहुन्थ्यो है अनि बहिनीलाई चाहिँ भिडियो गरिदेऊ न भनेर चाहिँ पठाएको थिएँ अन्त मेरो बहिनी र मेरो मामाको छोरीले चाहिँ पुरै भिडियोहरू गरिदिएछ है कता 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 डुलाइदिएछ खालि अचारको मात्रै देखाएछ उसलाई अचार मन परेछ आन्टीले चाहिँ मजाले यो मिक्स लाइक सलाद जस्तो अचार बनाउनु भएको रहेछ अनि त्यो मिठो भएको थियो त्यो अचार चाहिँ बहिनीले चाहिँ त्यो अचारलाई मात्रै खिचिदिइबसेछ हो अनि त्यो अचारहरू खिचेछ अनि आन्टीले सबै रेडी पार्दै थियो थुप्रो थियो नि त पाहुनाहरू चाहिँ थुप्रोलाई बोलाउनु भएको रहेछ तिनीहरूमा म चाहिँ त्यहाँनिर नानीलाई खाना खुवाउँदै थिएँ है अन्त सानाले चाहिँ उसलाई निन्द्रा बेसी लागेर होला झगडा गरेर बसेको थियो अन्त राम्रोसँगले खाना पनि मैले खाइनँ अनि यहाँनिर आन्टीले सबै रेडी पार्दैछ अनि कति आधी पाकिसक्यो अनि अर्को खसीको मासु पाकेकै छैन भन्दै खसीको मासु रेडी पार्दैछ है अनि हामी चाहिँ नानीलाई खुवाएर मेरो सासूआमाले पछि खानुहुँदैन सासूआमा हामी खानासाना खाएर चाहिँ हामी चाहिँ म नानी अनि मेरो सासूआमा हामी चाहिँ निस्क्यौँ है अन्त आन्टीले चाहिँ रेडी नै गरिरहनु भएको थियो अनि त्यो खाना खुवाउँदाखेरि चाहिँ हामी लाइक पनिर म नानीलाई खाना खुवाउँदैछु भने मेरो सासूआमाले खाना खानुपर्छ अनि त्यसको बादमा मेरो सासू मम्मीले नानी लगिदिनुहुन्छ त्यहाँदेखि म खाना खान्छु है त्यसै गर्नुपर्छ सो दिस इज इट फर टुडेज आजको लागि यति नै अनि यो भिडियो चाहिँ धेरै छोटो भयो है थ्याङ्क यू सो मच मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा बाई बाई सी यू गाइज इन माई नेक्स्ट भिडियो